होली पनि सक्यो दादा झ्याकटे भोट पनि हालिगयो अब के गर्ने हो नि लोप्चन के गर्ने अब सोध्नै सकिरहेको छैन त्यही त भने के गर्ने दादा के गर्ने साँच्ची दादा तपाईँलाई अझै के याद आएन खोइ भाइ के गरौ भन्नु के नगर भन्नु आफूलाई के यादै छैन दादा अब तपाईँ त यतै बस्ने होला नि होइन खोइ यता चिन्जा कोही पनि छैन के बस्नु त हेट दादा के भन्नुभएको हामी छैनौँ त यहाँ हुनु त हो तर के दादा माथि आफ्नै परिवार जस्तो लाग्न थालिसक्यो हो र दादा त्यसो भए अब तपाईँ हाम्रो छोरा जाने दादा सायद फर्किन पर्छ होला भाइ दादा 2-4 दिन बस्नु न सायद के याद भयो भइहाल्छ नि भाइ लोप्चन यसो भए दादालाई पहिला हामी बस्ने ठाउँमा लानुपर्छ क्या हो त्यसै गर्नु पर्ला यार दादालाई हाम्रो पुरानो ठाउँमा लाग्यो भने मलाई के याद आउँछ कि है आउँला कि बडो जाउँ दादा अनि दोर्जे चुनाव र होली पनि सक्यो अब के गर्ने त यार बाँकी भएको काम त गर्न पर्ला नि त्यो त हो त्यत्तिकै बस्ने कुरो पनि हुँदैन त्यसै गर्नु पर्ला हो नि यतिकै बसेर कहाँ हुन्छ र फुर्बा हो केटा हो त्यत्तिकै बसेर हुँदैन यार साँच्ची हामीले कुरेको केटाहरू त गाउँमा आछ र नि त हो र आउन देऊ केही हुन्न यार बरु साइडतिर जान पर्ला फुर्बा हो केटा हो साइडतिरै जाउँ काम कसो के भइरहेछ हेर्नु पर्यो जाउँ फुर्बा जाउँ अब साइडतिर जाउँ एकचोटि हेरौँ होय तँहरू हेर्नुहोस् हाम्रो दादाको अवस्था यस्तो पारिदिएको बढी बोल्छस् तेरो हालत पनि यस्तै होला के अरे ओइ धेरै बढी भन्छस् फेरि भेट्लास् हामीले चाहिँ होइन तैँले चाहिँ भेट्लास् गर होइन तपाईँहरू किन झगडा गर्न थाल्नु भएको दादा तपाईँलाई हान्ने केटाहरू यिनीहरू नै हो तर मलाई के पनि थाहा छैन तर झगडा नगर छोडिदिउँ होइन हो दादा यिनीहरूले ठोक्नै पर्छ कसले ठोक्छ गरेपछि थाहा हुन्छ बुझिस् ठिक गणेश फुर्बा होइन हो लोप्चन साह्रै हिरो बन्दाले ठोक्नुपर्छ क्या हो ठोक्नु पर्छ होइन ठोकिहालौँ भाइ झगडा नगर किन झगडा गर्दा हेत किन झगडा छैन कसले कसलाई हान्दो रहेछ थाहा पाइस् यति भन्नु बाँकी थियो होइन यिनीहरूलाई ल जाउँ दादालाई लिएर पुरानो जक्सनमा जाउँ जक्सनमा जाउँ दादालाई लिएर जाउँ दादा हेर्नुहोस् हाम्रो जक्सनमा
लु दादा अब चिया पनि खाउँ है हस् ल उठाउनु त ल उठाउनु तातै भयो जिब्रै पोल्यो दादा चटकेले नि गाउँतिर चोरेर हिँडेको छ अरे हजुर यस्तो भइसकेपछि त हामीलाई त साह्रै बिजोग भयो दादा हो नि दादा तपाईँ यस्तो भइसकेपछि त हाम्रो साह्रै बिजोग भयो न बस्नेको ठेगान न खानेको ठेगान हामी त धेरै अल्मलिनु परेछ होइन तिमीहरू के भन्दैछौ मलाई त के पनि थाहा छैन के भनेको यस्तो दादा हाम्रो पहिला काम पनि छाता छुल्ल भयो अनि दादा गाउँमा पनि नयाँ नयाँ टेन्डरहरू आइरहेछ हो नि दादा तपाईँ नभएर हामीले अरू काम केही गर्नै पाएको छैन दादा हो नि दादा हाम्रो त हरिबिजोकै भइसक्यो मलाई अब केही यादै छैन भाइ मैले के गराउनु पर्छ ल ल दादा अब यो कुरा यतिकै छोडिदिउँ भोलि एकचोटि गाउँ घुम्नु जाउँ नि त हुन्छ हो लोकजनले ठिक भन्यो यसो गाउँ घुम्नु गइसकेपछि पुरानो याद आउला कि दादा तपाईँलाई हुन्छ ल भोलि जाउँ न त ल ल दादा लागौँ भोलि बिहान निस्किनुपर्छ हुन्छ हुन्छ जाउँ जाउँ हुन्छ ओहो के छ हो वैद्यनाथ हो हो सन्चै हुनुहुन्छ ओहो तिलपुङ्गे कताबाट आइपुग्नु भएछ ओ त्यहाँ मुढा छ ल्याएर बस्नु ल ल अनि के छ हौ नयाँ नौलो हालखबर ठिकै छ तिलपुङ्गे तिम्रो के छ त अनि एक्लै टोलेर बसिरहनु भएको छ त घरमा कोही छैन एक्लै हो टोला बसिरहे अनि छोरी अनि त्यो अस्तिका बाबु अनि तिनीहरू चाहिँ कता गयो त हौ बाबु चाहिँ आफ्नै घरतिर भोट हाल्न हिँडे छोरी चाहिँ भोट हालेर काहीँ घरतिर गएको छ तिलपुङ्गे भोट पनि हालियो चुनाव पनि सकियो अब को आउँछ होला त है वैद्यनाथ सत्कारमा देशभरि घन्टी नै घन्टी भनिरहेको छ घन्टी नै आउला नि सरकारमा तिलपुङ्गे हुन त हो है वैद्यनाथ जुन सरकार आए पनि देशमा राम्रो गरे भने हामीलाई त त्यही खुसी होइन र वैद्यनाथ हो त नि तिलपुङ्गे मेरो मनकै कुरो भनिदियो अनि ती बाबु चाहिँ फर्किन्छन् कि फर्किँदैनन् होला हौ उपचार गर्ने बाँकी छ उसको कहिले फर्किने त्यो चाहिँ थाहा भएन ए उपचार पुरा भएको छैन भने त फर्किन्छन् होला नि त अनि साँच्ची छोरी चाहिँ कहिले आउँछन् त हौ कहीँ कहाँबाट दाइ र आमा भटाउन जाने भनेको थियो टाइम लाग्छ होला ए भनेपछि 1-2 हप्ता लाग्ला जस्तो छ छोरी फर्किनु पनि अलि दिन बस्ने भन्थ्यो टाइम लाग्छ होला तिलपुङ्गे अब चुनाव पनि सिद्धियो अब बाजी कसले मार्ला भन्ने कुरोको विषयमा यसो गाउँतिर घुम्नलाई जानुपर्छ वैद्यनाथ जाउँ हो कति बसिराख्ने यहाँ गाउँतिर गयो भने यसो कुराहरू बुझिन्छ जाउँ अस्तिर म नि विरक्त भएर बसिरहेको छु घरतिर जाउँ त पसलतिर अब धेरै समयपछि दाजुभाइ भेट भएको मस्तिर जाउँ अब गाउँलेहरूको कुरा सुनौँ अनि त्यसपछि हरे बेलुका चाहिँ दाजुभाइ रमाइलो गरेर फर्क्यौँला नि हुँदैन वैद्यनाथ जाउँ एहे हो त नि ल जाउँ 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 तिलपुङ्गे जाउँ
गाउँको पसल पनि सुनसान नै रहेछ नि तिनपुगे। त्यही त हो बैदेनाथ, सबैजना कता गएछन् त कोही पनि देख्दिन। सबैजना भोट गर्ने ठाउँतिर गएको छ है क्या? सायद होला होला, सबैले चुनाव लागेको छ। सबैले चुनाव लागेको जस्तो छ। यसपालि चाहिँ देशको मुहार फेरिन्छ जस्तो छ हौ बैदेनाथ। मलाई पनि त्यस्तै लाग्छ, देशको परिवर्तन फेर्लो जस्तो छ। हेरौँ अब के हुन्छ। सर्वप्रथम चाहिँ चिया खाउँ है बैदेनाथ। हुन्छ, चिया खानु पर्ला। ए साउजी, हजुर। खोइ चिया दुइटा बनाउनुहोस् त। ए हस् हस्। ओ चिया खाउँ बैदेनाथ। अनि बैदेनाथ, भाउजू र छोराबारी चाहिँ भोट हाल्न आएनन्। कामको चापले गर्दाखेरि आउनु पाएन भन्दै थियो, आएनन्। ए भोट त हाल्नु पर्ने थियो, अनि गाउँ चाहिँ नफर्किने र त छोराबारी। सबै बन्दोबस्त उतै गरेका छन् क्यारे, मलाई नै उतै बोलाइरहेछ, आउँदैन होला। अनि जाँदा भइहाल्छ नि त हो बैदेनाथ, के दुःख गरेर बस्नु हो बुढेसकालमा एकदमै। मलाई त गाउँतिरै ठिक छ हो तिलपुङ्गे, सहरतिर झ्याउझ्याउ ठाउँमा बस्या भन्दा त। त्यो त हो है बैदेनाथ, सहरको प्रदूषण धुवा धुलो, यहाँ गाउँमा त स्वच्छ हावा र पानी छ। आहा, साह्रै रमाइलो हुन्छ। त्यही त भने तिलपुङ्गे, त्यही भएर म सहरतिर नगएको। त्यो पनि ठिकै हो बैदेनाथ। साँझ पनि पर्ला हो, एकताल भन्योतिर जाउँ क्यारे, कोही छैन भने फर्क्यौँ क्यारे तिलपुङ्गे। हुन्छ त यसो भयो बैदेनाथ, त्यसै गर्नु पर्ला। अब लाग्नुपर्छ हामी पनि। जाउँ। ओ साउजी, हजुर। पैसा भरे भोलि बेलामा है, अहिले हामी चाहिँ लाग्यौँ। ए हस् हस्। ल जाउँ बैदेनाथ। यसो माथि ढाबातिर यसो घुमौँ अनि त्यसपछि फर्कौँ।